नमस्ते साथीहरु, यहाँहरुलाई सम्पूर्ण युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैँ जसै आज पनि मैले नयाँ भिडियोहरु बनाएर लिएर आएको छु। कृपया हेरेर अन्तिमसम्म साथ सपोर्ट शेयर गरिदिनु होला भन्ने आशाका साथ यो भिडियो बनाएको छु। साथीहरु, यता चाहिँ यो मेरो घरको यता साइडको बाटो है। यस्तो रमाइलो छ हाम्रो गाउँ, डाँडा काँडा एकदम मजाले देखिन्छ है। रमाइलो छ यो घरको यतापट्टि साइडको डाँडा। यहाँबाट चाहिँ माछापुच्छ्रेहरू हिमाल हैन, हाम्रो घरबाट चाहिँ माछापुच्छ्रे हिमालहरु एकदम राम्रो टक्कसँगले देखिन्छ साथीहरु है। हाम्रो गाउँतिर घुम्न यसो मनोरञ्जन गर्न पनि आउँछ। यतातिर एकदम रमाइलो छ। यहाँ चाहिँ हेर्नु त हिमालको दृश्य, आहा कति राम्रो छ है गाइस। मलाई साह्रै राम्रो लागेर मैले पनि यसको भिडियो बनाएँ। यो चाहिँ भन्ज्याङ चौतारी साथीहरु है। पहिला हामी सानो हुँदा यो ठाउँहरुमा खेलेको हुर्केको है। यो ठाउँ पहिला यहाँ बाटो थिएन साथीहरु, यस्तो रोडहरु थिएन। यहाँ कति रमाइलो हुन्थ्यो। गाउँका मान्छे सब यहाँ हुन्थे, केटाकेटीदेखि बुढापाकासम्म घाम ताप्ने यहाँ जक्सन थियो साथीहरु है। अहिले पछिल्लो समयमा चाहिँ मोबाइलहरुले गर्दाखेरि है, फ्री फायर पब्जीले युट्युब यताउतिले गर्दाखेरि चाहिँ यो सबै हराएर गइसक्यो साथीहरु। अनि यो चाहिँ मेरो घरभन्दा माथिपट्टि हो साथीहरु। यो चाहिँ बारीहरु अहिले नलछल काटेको अवस्थामा, हिउँदको समयमा नलछल काटेर यस्तो भएको। उता चाहिँ त ईश्वर दाइको घर, अनि त्यहाँ मेरो घर छ साथीहरु। हाम्रो गाउँ पनि बिचमै पर्छ है साथीहरु। यो चाहिँ केरा रहेछ साथीहरु। बिउ फलेको हुनाले मैले त्यसो सानो भिडियो भए पनि केराको लिएर ल्याउँ न त भनेर है। हाम्रो गाउँतिर केरा पनि हुन्छ है साथीहरु। अनि यी चाहिँ मेरा प्यारा बाख्राहरु साथीहरु। कति राम्रो पाएको रहेछ, दुईटा मुनु आएर छ। मुनुहरु एकदम खेलेर रमाएर हामी देखेको त। त्यसपछि यो चाहिँ तलपट्टि धनु आन्टीहरुको घर है साथीहरु। धनु आन्टीको घर त्यहाँ तल हाम्रो रामे जमसाको घर। यता गोठहरु यहाँ घर बनाउँदै भएको कारणले गर्दा होला यहाँ अलि उच्च साथीहरु। दृश्य चाहिँ रमाइलो छ है। बाटरीको एकचोटि घुम्न आउनु होला, यसो राइडमा आउनु होला नि त साथीहरु हैन। यता चाहिँ सोफी है, सोफी फेरि रिसाइ छ। यहाँ चाहिँ के कुरामा यसो कुरा मिलेन अरे बाबासित, त्यही भएर रिसाएर हिँडी छ। अनि यो चाहिँ गङ्गे दाइको घर। उता गङ्गे दाइ देखिहाल्नु भयो। अनि यो गङ्गे दाइको करेसाबारी। अनि हामी चाहिँ पिकनिक खानको लागि यता जोडुङ्गातिर है, जोडुङ्गातिर आयौँ साथीहरु। त्यसपछि यहाँ दुईजना आगो सल्काउनु भएछ र हामीहरू चाहिँ यता सिरियस है। म चाहिँ यसो भिडियो भ्लग बनाउँछु त साथीहरु, यसो गर्छु भनेर हामी बल्ल मान्छे जोडिँदै थियौँ है। दिउँसोको 12 बजेतिर यसो अलिअलि मान्छेहरू आए थिए, कोही कता सामान लिन, कोही गर्दाखेरि हामी मान्छे यति बच्यौँ हैन। यो चाहिँ जोडुङ्गा साथीहरु एकदम पर्यटकीय स्थल क्षेत्र, एकदम रमाइलो ठाउँ हो साथीहरु। यहाँ चाहिँ लोके भाइ है। लोके भाइ तिम्रो पनि म युट्युबमा हालिदिन्छु ल भनेको। ल हाई ल हुन्छ दाइ हालिदिनु भनेर अनि लोके भाइले उस गरे। यो चाहिँ हाम्रो जोडुङ्गामा यो घर चाहिँ विपद व्यवस्थापनको घर साथीहरु है। अनि यताबाट चाहिँ फेती खोलाको भ्यूहरु सटलक्कै सबै सम्पूर्ण देखिन्छ साथीहरु। तपाईहरु आएर एकचोटि मनोरञ्जन गर्नुस् साथीहरु। यहाँ एकदम रमाइलो, एकदम आउन योग्य क्षेत्र, घुम्न योग्य क्षेत्र छ साथीहरु। यहाँ तपाईहरु आउनुभयो भने फेरि पनि आउन मन लाग्छ। त्यस्तो ठाउँ छ हाम्रो जयडुङ्गा, बाटरीमा जयडुङ्गा है साथीहरु। यस्तो राम्रो छ। यी साथीहरु चाहिँ यता पनि रहेछन् है, अलिअलि पिकनिक खाने क्रममा। यसो दायाँमा यहाँ त छरिहाल्छन् नि केटाहरु भासी। अनि पिकनिक खाने ल है केटाहरु, हेलो गाइज यहाँ युट्युबमा आउँछ है तिमीहरु भनिदिएको। फेरि यहाँ हाई गरे खान्। अनि उता उनीहरु पनि भिडियो फोटोहरु खिच्नमा व्यस्त छन् कि साथीहरु। म पनि यस्तो हेर्नु त कस्तो राम्रो छ। आहा, दुईटा ढुङ्गामाथि एउटा नेपालको झण्डा फरफराएको यो मनले देख्दा कस्तो भयो साथीहरु तपाईहरुलाई। मलाई त कस्तो रमाइलो राम्रो लाग्यो। एकदम पिकनिक स्पोट हो साथीहरु। यहाँ चाहिँ आउन सक्नुहुन्छ है। हेर्नु त पिकनिक खानेहरु मान्छेहरु। म पछिल्लो दिनमा भएको कारणले गर्दाखेरि हो, अघिल्लो दिनमा चाहिँ धेरै मान्छेहरु आउनु भएको थियो रे यहाँ है। यहाँ पानी सानी बिजुली बत्ती सबैको व्यवस्था छ साथीहरु। आउनु होला है। यहाँ हेर्नु न ढुङ्गोमा चढ्नु पर्छ साथीहरु है। यहाँ ढुङ्गोमा चढ्नका लागि आउनुहोस् तपाईहरु। माथिबाट तल हेर्दा दृश्यहरु कस्तो देखिन्छ अवलोकन गरेर जानुहोस् साथीहरु। म पनि ढुङ्गामा चढ्दै छु। त्यस पछाडि नि यहाँ चढ्न सकिनँ, फेरि मोबाइलले कारण चढ्न सकिनँ। अनि त्यही भएर चाहिँ मैले मोबाइललाई राखेर फेरि भिडियो बनाएँ र माथि पनि चढे साथीहरु। चढेर फेरि यसो हेर्ने क्रममा यो चाहिँ झण्डा फरफराएको र रुख साथीहरु माथि है। ढुङ्गामाथि रुख रोप्ने कार्यक्रम चाहिँ बाटरी नवज्योति युवा क्लबले गरेको थियो है साथीहरु। यहाँ चाहिँ
हरेक विधामा चाहिँ बाटरीका युवाहरू सक्रिय छन् र यस्ता सहयोगहरू आपसी समझदारीहरू चाहिँ बाटरीको युवाहरूबाट धेरै नै भइरहेको छ। बाटरी युवा समूहले चाहिँ राम्रो गरेछन् साथीहरू है। यहाँ चाहिँ बाटरीका युवाहरू है जेमा भनौँ त्यसैमा एकदम अगाडि बढेका छन्। बाटरीका अहिलेका जोसिला युवाहरू सबैले हाई पनि भनेछन् होइन। रमाइलो थियो त्यो मौसम एकदम राम्रो। र म यो ढुङ्गामाथि चढिसकेपछि यो चाहिँ हाम्रो बाटरी नवजोत युवा क्लबले चाहिँ यो ढुङ्गामाथि यो रुख चाहिँ रोपेको हो र यो झन्डा पनि एकदम हेर्नु न कस्तो मजाले फरफराइरहेको छ। एकदम ढुङ्गो पनि ठुलो छ साथीहरू। यहाँ घुम्न आउँदा धेरै रमाइलो हुन्छ। एकचोटि आउनुहोस् र यताबाट चाहिँ तलको भ्यूहरू चाहिँ खिचेको साथीहरू मैले फेदी खोला बजार है। त्यो चाहिँ फेदी खोला बजार हो। यतापट्टि यो पुरानो खोरियो भन्छ हाम्रो गाउँ चाहिँ उतापट्टि त्यो डाँडो त्योपट्टि पर्छ साथीहरू है। हामी चाहिँ यहाँ गाउँबाट अलिकति थोरै यतापट्टि आउनुपर्छ। हुन चाहिँ यो जोइडुङ्गा भन्ने पनि बाटरीमै हुन्छ, बाटरी नै हो। फेदी खोला 2 हो साथीहरू। भाइहरू चाहिँ यहाँ बनाएछन् हाम्रो पिकनिक स्पोट हो उहाँ माथि छ साथीहरू। यो विपद व्यवस्थापनको घर। यहाँ वरिपरि दायाँ बायाँ जोडुङ्गा एकदम ल हेर्नुहोस् पिकनिक सिकनिक खाना आउने एकदम राम्रो रमाइलो ठाउँ छ साथीहरू। माथि लप्सीबाट भन्छ भने यता चाहिँ सर्केटारीबाट माथि लाग्नुपर्छ साथीहरू। पौवा हुँदै यता जोडुङ्गामा आउनुपर्छ। यो बाटो चाहिँ पारीहरू कुडुले गाउँ डाँडा गाउँ बेसारे। हामी चाहिँ साथीहरू तल बेसारेबाट झरेर चाहिँ माथि आउनुपर्छ। यो चाहिँ रमाइलो छ साथीहरू। रुख हेर्नुहोस् बाटरीका युवाले ढुङ्गामाथि पनि रुख रोपेर यस्तो हरियाली दृश्य बनाएका छन् भनेपछि यो ठाउँ कति रमाइलो कति आनन्दमय कति रमणीय होला। एकचोटि कृपया पिकनिक भ्रमण घुम्नको लागि पनि आइदिनु होला। यहाँ चाहिँ रमाइलो छ साथीहरू। पानी परेको लागि ट्रस घर छ बस्ने व्यवस्था। अनि यहाँ चाहिँ पिकनिकको लागि चाहिँ एकदम योग्य क्षेत्र हो साथीहरू है। पिकनिक र घुम्न भ्रमण यसो आएर एकछिन घुम्न चाहिँ एकदम राम्रो ठाउँ छ साथीहरू। यहाँ आउनु होला सबैजना। यहाँ हरेक कुराको सुविधा छ। सुविधा नभए पनि तपाईँहरूलाई यहाँका गाउँका बासिन्दाहरूले पनि सुविधा दिलाउने छन्। र हाम्रो पिकनिक स्पटमा साथीहरू कोही कता है केटा मान्छे हसी यताउता गरिहालिन्छ हिँडिहालिन्छ है। मान्छेहरू छरपष्ट छन् साथीहरू। जे भए पनि आजको पिकनिक चाहिँ धेरै रमाइलो हुनेवालामा छ। र म यो भिडियो चाहिँ यहाँ कार्यक्रम सुरु नहुनुभन्दा थोरै अगाडिबाटै बनाएको हो साथीहरू। त्यसैले चाहिँ तपाईँहरूलाई के कस्तो लाग्यो मेरो भिडियो कृपया बताइदिनु होला। हाम्रो गाउँमा चाहिँ यो तल्लो बाटोबाट नि जान्छ साथीहरू। अनि त्यसपछि हामी एकछिन यहाँ नाच्न लाग्यौँ र हामी एकछिन नाचेपछि त्यसपछि अब मेरो चाहिँ पोखरातिर जाने कार्यक्रम थियो। त्यसै कारणले गर्दाखेरि त्यसपछि साथीहरू सुन्तला टिपेर यता ट्याकटुक गरेर म चाहिँ पोखरातिर लागेँ। साथीहरू के कस्तो लाग्यो मेरो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्नुभयो। कस्तो लाग्यो भिडियो कृपया आफ्नो कमेन्ट मार्फत